नमस्कार साथीहरु, स्वागत छ तपाईलाई आजको यस भिडियोमा। मेरो यो च्यानलमा कुनै पनि WhatsApp रिलेटेड टिप्स एन्ड ट्रिक्स को भिडियो थिएन, सो यो एउटा नयाँ भिडियो बनाइरा छु र यो मलाई लाग्छ सबैलाई काम लाग्छ। WhatsApp मा तपाई अनलाइन बसेर अरूलाई अफलाइन कसरी देखाउने। अब यो तपाईलाई नर्मल कुरा जस्तै लागिरा होला, यो त सिम्पल कुरा हो, प्राइभेसी सेटिङमा गएर यो हामीले गर्न सक्छौं। तर तपाईले यो चाहिँ तपाईले मजाले गर्न सक्नुहुन्छ। तर त्यहाँनिर एउटा प्रब्लम के आउँछ भने जब तपाई अफलाइन भएर अरूलाई जब हेर्न जानुहुन्छ भने त्यो पनि अफलाइन देखाउँछ के। तपाई आफूलाई अफलाइन देखाउन थाल्नु भयो भने अरू मान्छे पनि अफलाइन देखाउँछ। तर यो भिडियोमा जुन तरिका म तपाईलाई शेयर गर्न गइरहेको छु, तपाई अफलाइन बसेर अरू मान्छेको स्ट्याटस हेर्न सक्नुहुन्छ, जस अरू मान्छे त्यो अनलाइन छ कि अफलाइन छ जस तपाईकोमा देखाउँछ। सो यो एकदमै काम लाग्ने कुरा छ। यदि तपाई पनि WhatsApp युज गर्नुहुन्छ र तपाई चाहनुहुन्छ कि म WhatsApp मा प्राय जसो अनलाइन हुन्छु हैन र मान्छेहरुलाई अफलाइन देखाउन चाहन्छु भने यो चाहिँ कुरा तपाईले अप्लाई गर्न सक्नुहुन्छ। सो साइडमा मैले तपाईलाई आफ्नो स्क्रिन शेयर गरेको छु। यसको लागि तपाईले यहाँनिर के गर्नुस् भने आफ्नो WhatsApp खोल्नुस् र आफ्नो WhatsApp को सेटिङमा जानुस्। सेटिङमा जानुभयो भने फर्स्टमा अकाउन्ट भन्ने अप्सन पाउनुहुन्छ, अकाउन्ट भन्ने अप्सनमा जानुस्, त्यसपछि प्राइभेसीमा जानुस्। अब प्राइभेसीमा जानुभयो भने साथीहरु यहाँनिर डिफरेन्ट टाइपको अप्सनहरु खुल्छ। माथि नै एउटा अप्सन आएको छ लास्ट सिन एन्ड अनलाइन भन्ने, यसमा क्लिक गर्नुस् र यसमा साथीहरु तपाईहरुले दुईवटा अप्सन पाउनुहुन्छ है। यहाँनिर हेर्न सक्नुहुन्छ दुईवटा अप्सन छ, हु क्यान सी माई लास्ट सिन, यसलाई चाहिँ तपाईले सर्वप्रथम त नोबडी गरिदिनुस् हैन। त्यसपछि तल यहाँनिर हेर्न सक्नुहुन्छ हु क्यान सी व्हेन आई एम अनलाइन, यसलाई पनि साथीहरु सेम एज अ लास्ट सिन गरिदिनुस् है। अब यो दुईटा गरिदिनु भयो भने तपाई अफलाइनमा देखाउनुहुन्छ अरू मान्छेहरुलाई र अरूसँग जब च्याट गर्न जानुहुन्छ भने त्यो मान्छे पनि तपाईलाई अफलाइन नै देखाउँछ के। अब यस्तो अवस्थामा के गर्ने? यस्तो अवस्थामा साथीहरु तपाईले यो तेस्रो नम्बरको कुरा युज गर्न सक्नुहुन्छ, माई कन्ट्याक्ट भन्ने, यसमा क्लिक गर्नुस् र यहाँनिर साथीहरु तपाईहरु के गर्नुस् भने माथि एउटा अप्सन हुन्छ, यसमा क्लिक गरेर जोस तपाईले सबैमा टिक लगाएर यहाँनिर जोस अपडेट गरिदिनुस्। अब यो गरिदिनु भयो भने तपाई अफलाइन देखाउनुहुन्छ है। तपाईको जुन WhatsApp मा छ तपाईले जोस अरूले हेर्दाखेरि तपाई अफलाइन देखाउनुहुन्छ र तपाईले जब यो सेटिङ गरिदिनु भयो, अब कसैसँग च्याट गर्न जानु भयो भने त्यो अनलाइन छ भने तपाईले त्यसको अनलाइन पनि हेर्न सक्नुहुन्छ। नर्मली यो सिम्पल सेटिङ गर्नुभयो भने तपाई पनि अफलाइन जानुहुन्छ, अरू पनि अफलाइन गइहाल्छ। तर यो तरिकाबाट गर्नुभयो भने तपाई अफलाइनमै हुनुहुन्छ र अरूको स्ट्याटस हेर्न सक्नुहुन्छ त्यो मान्छे अनलाइन छ कि अफलाइन छ भनेर। सो मलाई लाग्छ यो सानो सेटिङ तपाईलाई एकदमै काम लागेको होला। भिडियो कस्तो लाग्यो तल कमेन्ट गर्नुस्। यदि केही कुरा बुझ्नु भएको छैन भने त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ। आजको यस भिडियोबाट म यही बिदा माग्छु। केही काम लाग्ने भिडियोजहरुको लिंक म तपाईलाई देखाइराछु स्क्रिनमा, समय छ भने चेकआउट गर्नु होला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।